साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। माननीय सदस्यहरू, अहिले श्रम संस्कृति पार्टीको तर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। माननीय सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली, हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।